बहिनी हुनुहुन्छ दिदीहरू त सकिएन होइन दिदीहरू बहिनीहरू त हुनुहुन्छ हिजो दिनभरि कीर्तनमा थिएँ भोलि फेर के गर्ने अब गुरुको तिथि छ वृन्दावन गएर बस्यो हुन्छ क्या मलाई बुढाबुढी भयो नातिनीलाई एउटा होस्टेलमा राख्दै भइहाल्यो हाम्रो सँगैको टरो भाइको दिदी छैन त्यसले जग्गा किनेको थियो लकडाउनको टाइममा त्यही 6-7 लाख 8 लाख हालेको पैसा अहिले 20 लाख दिइरहेछ लिनुस् कि लिनु मलाई त्यो तेलको कचौरा लिनु न त्यही तेल दिँदै गयो पैसा बसेर माग्दिन पहिला तेल लगाइदिने टाढा कपालमा ठुल्ठुला सपना देख्ने होइन अनि कतै जोगीका सपना देखेर मलाई सबभन्दा एलर्जी हुने जोगीहरू एलर्जी हुन्छ त्यसलाई ठग हुन्छ मैले एउटा दिउँ न हातमा यतामा लगाइन्छ तिमी लगा त्यो पुग्नु टाढा छैन निकाल है पुगेन भने बहिनी फुलहरू यही बनाउनु के बोलिहाले अब त्यो अहिले हातले यसो पुग्नु छैन छैन एउटा मैले त माथितिर होला अब रुमालले पुग्न लाएँ मैले त यसैले नै लाग्यो
रानीवनमा जग्गा त धेरै महँगो छ यहाँभन्दा ठक्कै डबलै पर्ने जान्छ रानीवनमा अँ 60 को आराम 80-90 चन्द्र दाईको त्यहाँ त्यत्रो महँगो किनेर बनाइरहेछ रानीवनतिर दुईटा घर सँगै बनाइरहेछ तर जग्गा चाहिँ त्यो क्लिन छ क्या साफ सफाइ एकदम प्रेम दाई भन्दै थियो यो किन घर बनाइरहेछ उता थाहा छैन तपाईँलाई यहाँ कोही चिन्दैन सब यहाँ कोही मन पराउँदैन त्यसलाई उता गयो भने उता साउ हुन्छ नमस्ते पनि गर्छन् मान्छे यहाँ कोही वास्ता गर्दैन कसैले वास्ता गर्दैनन् आएको नि हामीले त्यतिखेर पैसा हामीले चाहिँ 1.5 करोडमा हालिदिए भए घरै सब लिलामी हुन्थ्यो त्यो टाइममा क्या 65-63 सालमा मेरो उहाँ बालाजु पसल थियो पैसा तिर्न सकेन निशान बहादुर गयो घर कहिले गयो टिरेनी बोल्ने भएको हुन्छ नि आमा त अनि भन्छ मान्छे हुँदैन यतिर हिँड्छ यतिर आउँदैन अब हामीसँग बोल्दैन देखिन्छन् कि दिदीहरू भिनाजुहरू भनेर यसो कुमले ढाकेर हिँड्छ आमा छोरी यो अहिले त साथै आइरहेछ कि छैन हेर्छ यहाँ बस्दिन छोरी पनि चाहिरहेको बिहा गरिसकिन्छ यहीँबाट कहाँ बोलाउनु वृन्दावन गए बेला परेको यहाँनिर माथि सानो रातो टिका लाग्यो होइन यसो बोल्ने अब हामीले तिमीलाई के अरे हाम्रो केही गाली गरेको छैन भाइहरूको राम्रै हुन्छ कहिल्यै बोल्दैन एउटा पूजामा चाहिँ के अरे जाँदा जाँदै ठ्याक्कै मुखाया परेँ दिदर्शन गरेर त्यतिखेर चाहिँ नत्र चाहिँ नत्र कसैसँग बोल्दैन टप्पै राखिदेऊ यसो टप्पै अनि टप्पै राखिदिनु मनिषको टिका सकिसकेछ मनिषको टिका सकिसकेछ लगाइसकेको छ भाइबाट सुरु भाइ टिकामा भाइबाट दसैँमा ठुलोबाट अब त्यो मिलाइदिन्छ बर्ड्स थियो नि अब लगाइदिने हो टोपी यो कानमा यो लगाइदिउँ अनि कानमा लाग्छ टोपी लगाएर घुसार्दिने होला नि ढाका टोपी लगाइदिन्छु मैले उयो यहाँ लगाइदिया हो टोपी लगाइदिया हो त्यहाँबाट लगाइदिन्छु अगाडिबाट ओ भन्ने यहाँ बिग्रेर
उता माथि को हो दादा अमृत अहिले त हो ल है ढाका टोपी लगाइदिएर कता लगाइदिने हो राइटतिर लगाइदिउँ है अब लगाइदिनु राइट यता हो हुन्छ हुन्छ यबाट दिउँ मैले है यस्तो गरेर यसरी गइदिनु होइन मेरो राइट हेर्न बजेछु मेरो राइट त हेर्नु थियो नि त यतापट्टिको बल्ल बल्ल छिराइरहेको डाउन डाउन अब दिउँ अब हाम्रो मसलाहरू ह्याप्पी तिहार अब एकैचोटि दिने त्यही राख एउटा ए ह्याप्पी भाइटिका यतिकै अगाडि मम्मी नजिकै बसेर लाउने होइन मैले भनेको तिहार त नजिक ऊ त्यो सेतो त्यसो ए नानी लाऊ यहाँ फोटो खिच्ने अरे फोटो हो दे दुला दुला जोडिएर बस्नु परेन भने छोरा बस्नुपर्छ कुन्ने आहा भने जस्तो पनि ठिक छ के फरक पर्छ र झन् राम्रो अरे भगवान् अझै त कता राखेको छौ त नानी हो अक्षता बर्स चाहिन्छ ए मैले त लगाइदिएँ हुन्छ नराम्रो भयो झन् भगवान् खुसी हुन्छ होइन साइड साइडको उ गर्दिनँ पुगिसक्यो खै अक्षतै बसेनन् त्यो मान्छे ला बना ए कति महँगो अरे म लगाइदिन्छु राखा तिमीले ल्यायो अब हो भने फुल त हाम्रोमा तर मसिनो मैले खालको उल्टो लगाइदिएँ सुल्टो लगाइदिएँ लाऊ है रोपेको फुल मसिनो खालको पऱ्यो टोपी उ भयो उ गरे हुन्छ होइन गइसकिन अब उता टिको लाउनु साथी हुन्छ 25-60 मात्रै मैले मेरो सानो खाली छ कुन हो लागिसक्यो एउटै हुन्छ मै मेरो त अरिचनले लगाउने म लगाउँदैन लाउनु पर्छ बराबरै छन् एक बेला तपाईँ एकसँग जस्तो राखेर केही काम एक कुरा पनि लगाएन हजुर यो भाइलाई हो यो भाइलाई यो मेरो हो के यो हजुरको हो ए हस् सानो बसिएको अरे लाउनु पर्छ क्या कुनले भाइले नल्याऊ भनेर नल्याउने भनेर अनि नमानेर उल्टो भयो सुल्टो भयो लाऊ मिलाएर दाजुभाइलाई टोपी हो अरे सबैभन्दा ठुलो हरिचनले किनिदिएको त्यस्तै राखिरहेछ एक फेर पहिला कहाँ थियो त नि चल बोल्नु पर्छ भाइ नि बोल्नु पर्छ बुहारी नि बोल्नु पर्छ त्यहाँ नबोल्ने नभएर आयो है दुवैजनाले नबोलिकन छोराछोरी पाइन्छ होइन अब अनि पहिलाको कुरा त सकिहाल्यो नि पहिलाको कुरा अब त्यो भयो बोल्नु हुँदैन किनभने दुवैजना बोल्ने आउने जाने सबै गर्नुपर्छ भयो लगाइदिन्छु त्यहाँ अब ल राम्रो भयो भने ल म ढोगाउनु बडा
के खाममा चाहियो आफ्नो दिदीबहिनीलाई दिनलाई अनि पर्दैन बाबु निदान टाउको नि निदान निदान 1 2 3 4 5 6 एकछिन के भन्ने पर्पल 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 पर्दैन गो पर्दैन यसरी आज हात धोगाउन म भाइटिका दिन हात धोगाउन ल ए नानी आऊ केटीहरूलाई उनीहरू भनेको भ्याउनै भ्याएन भन्छन् उनीहरू न फुलै नपाइएको किन्न पठाएको मान्छे के नभए सबै दासिएल्ने सबै दासिएल्ने बाबु जेम त हुन्छ सबैले एउटा लगाइदिने हो त्यसरी देखियो लगाइदे यो फुल लगाइदियो सबैले आज फुल लाउनुपर्छ त्यो लगाइदियो दाइलाई भाइहरूलाई यसो लगाइदिए हुन्थ्यो नि फुल यो त लाउनै बिर्सिन्छु यस्तो दिमाग छ नि खै त फुपू दिदीले दाजुभाइ विदेशमा भएको दाजुभाइलाई त टिकै लगाइदिनु लगाइदिन्छु अन्त यहाँ दाजुभाइले मैले खाएन नि केही नि कसो यो काना लाउनु पर्ने हो बिर्सिन्छु क्या मैले त यस्तो शुद्धि नै छैन यस्तो दिमाग भयो लाउनु बसेर लाउनु भयो नि बसेर लाउनु उठेर लाउँछ नि त अहिले त दिदीलाई लाउँदै गर्छ नि त मलाई भाइहरूलाई लगाइदिने छ हामीलाई लगाएनन् ए हामी त फोनमा कुरा गर्दै थियौँ अनि लगाइदिए हुन्छ होला लामै दिदीले फुपू रोटी रामलाई बनाएन होला नि होइन छ त्यहाँ मैले सट्टा यसो गरेँ होइन दिव्य त्यो को खान्थे अनि लगाइदियो दाइले यहाँ लगाइदियो भाइले लगाइदिनु ठुलो भयो मोबाइल बिग्रेला नि भाइ अहिले बर्ड्सले मिलाउनु बसेपछि लाखा दिदी मेरो फोन देऊ त नराउनेले छ बर्तड हुन्छ नि म मेरो फोन दिन्छु त स्न्याप ल त मनिषको खिच्न पर्छ म सानो सानो क्लिप बनाइरहेको चाहिँ अलि राम्रो चाहिँ आओस् हेर अरू चाहिँ थाहा भएन मलाई हेर यहाँ यस्तो हेर यहाँ मेरो सिनेमेटिक ठुलो हुन्छ हेर्नु है अनि यो फुल भिडियो कहाँ राख्ने त अघि नै सबै क्रप गरेर राख्ने हो सानो मैले अहिले चाहिँ त्यस्तो ल्याइदिएको छु जेमा पनि लाउन मिल्छ भनेर भयो ए मजाको लगाइछ मलाई त यही हो नि नाक एकछिन दादा त्यस्तो अहिले पुग्छ उसलाई त्यो दाइ हेर्नु त बर्डले मिलाइदिनु आमा दुईटाले मिलेर एकछिन अनि नगर होइन भयो पनि छोडिदियो अनि साइडमा त त्यो होइन बहिनी यस्तो अब काम खान्न बुहारी खान नखाने होला खाना हुँदैन अब ग्यास्ट्रिक बढेर के गर्ने हिँड्न लाउनु पऱ्यो है बाबु जसरी हुन्छ यति एउटा मात्रै अलिकति सानो हुन्छ जस्तो लाग्छ ल अब टीका लगाइदिन्छु के अरे अब दक्षिणा दियो टीका लगाएर दक्षिणा दिने रातो टीका उता छ मम्मी ल्याइदिन्छु त दिदीले भ्याइसक्यो बरु ठुलो सक्यो यता चेक के त
हुँदै हुँदैन अन्त नि दिदी त्यो मेरो भाग ल्याइहाल त मसला नि जुरुक्क उठ्छु म अनि दिनु दिनु उहाँहरूलाई पहिला एकछिन वेट 4 जनाले भ्याइसक्छ हामी 3 जनाले भ्याएनौँ भयो एकछिन बस त एकछिन म फोटो खिच्छु यतिकै है यतिकै हाम्रो भिडियो छ यता 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 यस्तो राम्रो आमा नि अनि यस्तो राम्रो आछ अनि 1 घन्टा लाग्यो एउटा फोटो यसले गर्दिन हो मेरो नि ल ल नेक्स्ट टाइम भाइ छैन बोक्नु पर्दैन यहाँ त रातो लाग्यो नि के खाऊ न यस्तो गर्छ आज बोलाएको भएन नि त हुन्छ यतिकै सानो सानो एकछिन लगाइदिएको मात्रै भिडियो सक्को टिकन हुँदैन दादा र अनि अमृता हेर्छन् त नि हेलो न केही खाने न केही खाने त्यहाँनिर बिहान त्यहाँ यसो भएन त लाउने आवाज लाग्यो अहिले चाहिँ टिकटक बनाएर खायो के अरे हौ म 3 जना 4 जनालाई 5 जनालाई हाम्रो त भिडियो गर्दै अरू दाइहरूसँग बोल्दै यहाँ अर्को दाइहरूलाई भाग लगाइसकेर टिकटक होइन आज ए भिडियो नै उयो किन ढिलो त खाना हाम्रोले किलो त्यो त्यो मेरो ए भाइसँग फोटो खिचिएन नि त हजुर पैसा त म दिन्छु सबको अनि खान्छ के भाइ मम्मी लग्छ पानी बाबु आज बाबु ड्युटी गएन गएन भने ए फोटो खिच्नु पर्ने उसी जाउँ आज छुट्टी मिलाइदिउँ खै त बोलाउँछु म आउँछन् आज त यहाँ त्यसै रहेछ यो मामा गाउँ हो खतरा भइसक्यो पहिला ल घर ल ल भोक लाग्यो खाना खाएर आउँछु भन्छन् भयो बिचरा त्यो केही नखानु अनि जम्मै ओम शान्ति अनि के अरे अनि राधे 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 भने आफै के अहिले त्यहाँनिर भन्नुपर्छ नि माला पाइएन भनेर म ल्याउँथेँ नि भयो यो त सानै रहेछ माला त ठिकै छ यो चाहिँ हजुर कतिको थियो सानो रातो मात्रै लाग्यो सानो मात्रै देखेन अब फोटो होला ए भाइ मसला भाइ मसला दिएको त ठिक छैन त्यो भिडियोकै फोटो मात्रै हुँदैन ल भाइ ल भाइ त्यो सफा गरेर खै अर्जुन दादाले ओ अर्जुन ह्याप्पी भाइटिका नानी हजुर दर्शन दर्शन धेरै धेरै आशीर्वाद यसमा बाबु म त दाइ